यो माटोले बुद्ध जन्मिएको कथा बोकेको छ। यो नदीको किनारमा धर्म, संस्कृति र सभ्यताको बास छ। ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाले भरिपूर्ण बाणगङ्गा नगरपालिका कपिलवस्तुको काखमा अवस्थित एक यस्तो नगर जहाँ अतीतको गहिराई र भविष्यको सम्भावनाले हात समातेका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण, धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक विविधताको सङ्गमस्थल यो नगर शान्ति, ध्यान, दर्शन र आस्थाको प्रतीक बनेको छ। सहस्रशिरेखा पुरुषः सहस्राक्षः सहस्रपाप्तः सगोमेघो सर्वतस्मित्वा तिष्ठदशाङ्गुलम्। ओम स्वाहा। त्रेतायुगदेखि बागमती सभ्यताको साक्षी बनेको यो नगर आज आध्यात्मिक पर्यटनको उज्यालो भविष्य बोकेको क्षेत्र बनेको छ। नगरको यो सभ्यता, संस्कृति र सम्भावनालाई केही बेर दृश्यबाट निहाल्दैछौँ। बाणगङ्गा नगरपालिकाभित्र अवस्थित एक पवित्र सङ्गम स्थल हो लक्ष्मण घाट। यहाँ बाणगङ्गा र कोइली नदीको मिलन बिन्दुमा रहेको घाटमा त्रेतायुगमा लक्ष्मणले स्नान गरेका थिए भन्ने धार्मिक विश्वास छ। शिव, हनुमान, दुर्गा, मनोकामना र राम जानकी मन्दिरहरू साथै 108 शिवलिङ्ग र भव्य शिव मूर्ति यहाँको मुख्य आकर्षण हुन्। श्रावण महिनामा भक्तजनहरू यहाँ जल अर्पण गर्न आइपुग्ने गर्छन्। कार्तिक पूर्णिमा, एकादशी, औँसी र सङ्क्रान्ति जस्ता अवसरमा यहाँ लाग्ने मेलाले जनसागर नै ओर्लिन्छ। खास यहाँको महत्त्व चाहिँ त्रेतायुगमा राम, लक्ष्मण र सीता वनवासको क्रममा लक्ष्मणले स्नान गरेको भएको कारणले गर्दा यो ठाउँको नाम लक्ष्मण घाट रहन गएको हो। र परापूर्व कालदेखि नै यहाँ अब कार्तिक पूर्णिमामा अनि शिवरात्रिमा, मकर सङ्क्रान्तिमा भक्तजनहरू आउने, नुहाउने, पूजापाठ गर्ने यहाँ कार्यक्रम सधैँ भइरहेको छ, हर समय नै भइरहेको छ। र प्रत्येक वर्ष साउनमा बोलबमको मेला लाग्ने गर्छ यहाँ 1 महिना पुरै। र भक्तजनहरू नेपाल मात्रै नभएर विदेश भारतबाट पनि यहाँ आउनुहुन्छ। र साउनमा एकदमै ठुलो यो हाम्रो यो कपिलवस्तु जिल्लामै बोलबमको मेला लाग्ने पहिलो स्थान यो लक्ष्मण घाट हो। त्यसपछि यो रामघाटमा पनि लाग्छ। पहिला सुरुवातमा यहीँ नै लाग्थ्यो। यो 2047-48 सालतिरबाट यो बोलबम मेला लाग्न सुरु भएको हो र अहिलेसम्म चलिरहेको छ। र यहाँका खास धार्मिक कुराहरूमा हाम्रो यो बाणगङ्गा नदी यो 7औं भागरथीमा पनि पर्छ। र यहाँ भक्तजनहरू स्नान गर्ने, फुलपाती सिलाउने इत्यादि। र यहाँ मान्छेले पूजापाठ गरेर केही चिज मागेकोमा पनि धेरैजनालाई अब त्यस्तो पुग्ने पनि गरेको छ। लक्ष्मण चाहिँ आउँदा वनवास हिँड्दा त्यहाँ चाहिँ विश्राम गरेको स्थान भनेर लक्ष्मण घाटको नामले प्रसिद्ध छ। त्यसले चाहिँ श्रावण महिनाभरि त्यसबाट जलार्पण गर्ने कार्यक्रम छ। त्यहाँ श्रावणी महिनाभरि यहाँबाट जल लिएर गएर रूपन्देहीको परुवा सैना महिनाको परुवा धाममा चाहिँ जलार्पण गर्ने कार्यक्रम छ। 1 महिनाभरि चल्छ र यसले चाहिँ श्रावण महिनाभरि यहाँ चाहिँ आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेका छ। त्यसलाई पनि हामीले संरक्षण प्रवर्धन गरेर नगरपालिकाले लगानी गरेर गरिरहेका छौँ। वडा नम्बर 7 को खारखानीमा अवस्थित रामदतीवन त्रेतायुगको एउटा दुर्लभ पौराणिक स्मृति हो। भगवान राम यहाँ आएर दती गरेपछि यस ठाउँको नाम रामदतीवन रहन गएको हो। यहाँ रामको पाइलाको चित्र रहेको शिला शिव, गणेश, राधा कृष्ण, दुर्गा र काल भैरव मन्दिरहरू छन्। नवरात्र, शिवरात्रि र श्रावणमा यहाँ लाग्ने धार्मिक जमघटले यो स्थानलाई भव्य आध्यात्मिक मेला स्थल बनाउँछ।
श्रीमद् भागवत पुराणमा समेत उल्लेख भए अनुसार प्राचीन भागीरथी नदी हालको बाणगङ्गा नदी पर्दछ। रावणले तिर्खा लागेपछि ध्यान तपस्या गर्न सोमतीर्थ हालको नरपानी नर्ताञ्चल जाने क्रममा बाण हानेर पानी निकालेको किम्वदन्तीका आधारमा बाणगङ्गा रहन गयो। सगर राजाका वर्तमान कपिलधाममा छोराहरू देहान्त भएकाले तिनलाई मुक्त गर्नका लागि स्वर्गबाट गङ्गा नदीलाई राजा भागीरथले ल्याएको हुनाले यस बाणगङ्गा नदीको नाम भागीरथी रहन गएको भनाइ छ। वडा नम्बर 2 नन्दनगरमा अवस्थित कैलाश आश्रम धाम ऋषि परम्पराको जीवित स्मृति हो। यहाँ श्रृङ्गी ऋषिको जन्म भएको किम्वदन्ती छ, जसका पिता विभाण्डक ऋषि त्रेता युगमा यहाँ तपस्या गर्न बसेका थिए। सरोवर, गणेश, मनोकामना, सरस्वती र शिव मन्दिर, यज्ञशाला, संस्कृत विद्यापीठ, कामधेनु गौशाला र पुस्तकालयले यो आश्रमलाई आध्यात्मिक शिक्षाको केन्द्र बनाएको छ। प्रत्येक पर्वहरूमा यहाँ हजारौं भक्तजनहरू आशीर्वाद लिन आइपुग्ने गर्छन्। स्वामी लोकानन्द महाराजको संरक्षणमा यहाँ गहन साधना र ध्यानको माहौल पाइन्छ। विभाण्डक ऋषिको तपस्थली र आदरणीय महापुरुषहरू स्वामी युवराजी महाराज, स्वामी कृष्णानन्दजी परमहंसज्यूको जुन सत्सङ्कल्प हो, सायद त्यसै कृपाले होला यहाँ नेपाल सरकारको प्रत्यक्ष सहयोग छैन। प्रत्यक्ष रूपमा उहाँहरूको हामी माग गरिरहेका छौँ र उहाँहरूको पनि दृष्टि पर्दै गइरहेको छ। स्थानीय रूपमा स्थानीय सरकारले यसलाई केही रूपमा सामान्य सहयोगहरू गर्दै गरेको छ र पनि यो अलिकति सहरदेखि अलिकति टाढा र एकान्त अत्यन्त मनोरम ठाउँ छ। यस अर्थले यहाँ चाहिँ विद्यार्थीहरूको आगमन प्रशस्त हुन्छ, भक्तजनहरूको आगमन प्रशस्त हुन्छ। तर पनि हामी भौतिक व्यवस्थापनका क्षेत्रमा अलिकति स्लोली, अलिकति मन्द गतिमा व्यवस्थापनहरू गरिरहेका छौँ। पवित्र भूमिमा स्वामी युवराजी महाराजले तप साधना गर्नुभयो, त्यसपछि चाहिँ स्वामी कृष्णानन्द परमहंसजीले चाहिँ तप साधना गर्नुभयो र उहाँको परिकल्पना स्वरूप नै यो मनोकामना संस्कृत विद्यापीठ गुरुकुलमको 2066 सालमा स्थापना गरिएको हो र तत्कालीन समयमा जिल्ला शिक्षा कार्यालयबाट कक्षा 1 को अनुमति लिएर स्थापना गरिएको यस गुरुकुल अहिले चाहिँ आवासीय रूपमा कक्षा 12 सम्म अध्ययन अध्यापन भइरहेको छ र जसमा चाहिँ व्याकरण, वेद, कर्मकाण्ड, ज्योतिष, भाषा जस्ता चाहिँ प्राचीन विषयहरू लगायत नेपाली, गणित, अङ्ग्रेजी, विज्ञान, सामाजिक, कम्प्युटर जस्ता चाहिँ आधुनिक विषयहरूको पनि अध्ययन अध्यापन भइरहेको छ। संस्कृतमा भन्छ जानाति विविधा भाषा, जानाति विविधा कला, आत्मा नाम स नजानाति यो नजानाति संस्कृत भन्छ। संस्कृत पढेर जात जातीय रीतिरिवाज जोगाउन सकिन्छ। संस्कृत पढेर आफू को भन्नको लागि पनि संस्कृत पढ्नुपर्छ अरे क्या। आत्मा नाम स नजानाति यो नजानाति संस्कृत भन्छ। जसले आत्मालाई आफूलाई जान्दैन त्यसले संस्कृत जान्दैन, त्यसले आफूले जान्दैन अरे क्या। त्यस्तो हुन्छ। त्यो संस्कृत पढेर पण्डितै गर्नुपर्छ भन्ने छैन। ठुल्ठुला मानिसहरूलाई पण्डितलाई कति सम्मान गर्छन्, कस्तो सम्मान छ। पण्डितमा धेरै ज्ञान हुन्छ शास्त्रका। दुईटा मनोकामना संस्कृत विद्यापीठ र अहिले चाहिँ कपिलधाममा चाहिँ गरेर दुईटा छन्। त्यसमा चाहिँ अब पढाइ 12 सम्मकै पढाइ हुन्छ। सिलेबसहरू नेपाल सरकारकै सिलेबस हुन्छ। अनि भित्रका कुराहरू अब त्यहाँको अनुशासन आचरणको कुराहरू अब संस्कृत विद्या भनेपछि अब छुट्टै खालकै हुन्छ। स्थानीय तहबाट, प्रदेशबाट, सङ्घबाट बजेटहरू छुट्याउने, त्यहाँ विभिन्न खालका संरचनाहरू निर्माण गर्ने कामहरूलाई तीव्रता दिएका छौँ र आगामी दिनहरूमा यिनको निर्माणको कार्य पनि पुरा गर्नेछौँ र प्रचार प्रसारको काम पनि पुरा गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरू जतिसक्दो धेरै भित्राउने
र नगरपालिकाभित्रका नगरवासीहरूलाई यसको माध्यमबाट समृद्धिको दिशातर्फको यात्रा तय गर्ने लक्ष्यका साथ हामी अगाडि बढेका छौँ। हाम्रो उद्देश्य त्यो रहेको छ। गुरुकुल शिक्षा पद्धतिद्वारा हाम्रा चाहिँ 12 कक्षासम्म माध्यमिक तहसम्मको शिक्षा चाहिँ अध्ययन गराएका छौँ। त्यहाँ करिब हाम्रा 130 जना विद्यार्थीहरू अध्ययनरत हुनुहुन्छ र उहाँहरूको सम्पूर्ण आवासीय जिम्मेवारी समेत नगरपालिकाले ग्रहण गरेर एउटा धार्मिक क्षेत्रको र संस्कृत एउटा शिक्षाको हामीले चाहिँ विकास प्रवर्तन गर्ने हामीले त्यहाँ चाहिँ गरेका छौँ। महर्षि कपिल सांख्य दर्शनका प्रवर्तक तथा भगवान विष्णुका अवतारको तपोभूमि कपिलधाम। यहाँ महर्षि पतञ्जलिले योगको शिक्षा ग्रहण गरेका थिए। राधाकृष्ण राम जानकी शिवालय, 108 शिवलिङ्ग, देवहूति, त्रिरत्न बौद्ध विहार र साहित्य तीर्थ यस क्षेत्रका विशेष सम्पदाहरू हुन्। सप्तऋषिको दर्शन, जडीबुटीका बगैँचा, प्राकृतिक चिकित्सा केन्द्र तथा लुम्बिनी बागमय भवनले कपिलधामलाई आध्यात्मिक पर्यटन केन्द्र बनाएको छ। प्रकृति तत्त्वको वर्णन जहाँ गरेको छ, प्रकृति तत्त्वलाई जानेर मायाबाट हटेर आत्मतत्त्वलाई पाउनु नै सांख्य दर्शनको उद्देश्य हो, लक्ष्य हो। त्यही नै हो हाम्रो धार्मिक महत्त्व पनि त्यही सांख्य योग नै हो। किन भन्दाखेरि महर्षि कपिल मुनिको तपस्या गरेको स्थल भएको हुँदा यसको चाहिँ सांख्य योगसँग हामी जुडेका छौँ। अब सांख्य दर्शनमा 6वटा अध्याय अनि 441 सूत्रहरू छन्। तिनी सूत्रको आधारहरूमा हो र अब हामी त्यसमा निरन्तर अझै चलिरहेका छौँ। किन भन्दाखेरि अहिले अब यिनीहरू त सानै छन् विद्यार्थी, यिनीहरूले त अब बेसिक कुराहरू पढ्ने हो। त्यसपछि अब माथिल्लो उमेरकोले पनि आउन् बुझन् भन्ने कुराहरूमा र दैनिक योग क्रियाकलापहरू गरून्। आत्मतत्त्वलाई जो मनुष्यको लक्ष्य त्यही हो, आत्मतत्त्व पाउनु नै लक्ष्य हो सबैको हाम्रो। अनि त्यो कुराहरूमा हामी अगाडि बढौँ भन्ने हाम्रो पनि सबैको उद्देश्य र लक्ष्य त्यही नै हो। हामीसँग यहाँ प्राकृतिक अस्पताल रह्यो, मठ मन्दिर कुरा रहे, त्यसपछि गएर चाहिँ विद्यालय गुरुकुलम चाहिँ रह्यो र हाम्रो चाहिँ कपिल प्रज्ञा पुस्तकालय छ, साहित्य तीर्थ छ, बुद्ध विहार छ। यी सबै क्षेत्रलाई चाहिँ पैसाको आवश्यकता छ। सबै ठाउँमा सबै चिजहरू जन्मेका छन्। यिनलाई फलाउन र फुलाउनु पर्ने हाम्रो दायित्व छ। अब हामीलाई के भन्दा यसमा पनि सबभन्दा प्रमुख भूमिका अनि गुरुकुलममा रहेको छ। जबसम्म सरकारले यसलाई राम्रोसँग ख्याल गर्दैन, सरकारबाट केही सहयोग चाहिँ म त यहाँ चाहिँ म त हेर्दैन, त्यो हामीलाई कठिन भएको कुरा पनि छ। अब हामी यसको निमित्त के गर्ने भन्ने कुरामा हामीले ठुलो सोचिरहेका छौँ। हामी सरकारसँग चाहिँ म त माग गर्ने, अनुरोध गर्ने र चाहिँ म त यहाँका समस्याहरू देखाउने र यो गुरुकुल वास्तवमा चाहिँ म त के भन्दा सरकारलाई नै यो संस्कार संस्कृतिको संरक्षण गर्न पर्छ भन्ने कुरा अनुभूति दिलाउनु पर्ने अवस्था पनि यहाँ देखिएको छ। कपिल ऋषि, श्रृङ्गी ऋषि, कपिल ऋषिले यहाँ चाहिँ सांख्य दर्शनका प्रणेता कपिल महर्षिको चाहिँ स्थानबाट कपिल धाम छ। त्यहाँ चाहिँ हामीले विभिन्न त्यहाँ धार्मिक महत्त्वका विषयहरू र प्राकृतिक खनिज सम्पदा र त्यसका हामी पतञ्जलि योगसँग जडीबुटी एउटा चाहिँ प्राकृतिक चिकित्सालय सञ्चालन गरेका छौँ र त्यहाँबाट हामीले चाहिँ थुप्रै हाम्रा चाहिँ आन्तरिक पर्यटन र बाह्य पर्यटनहरूको पनि त्यहाँ चाहिँ त्यसको अवलोकन गर्न आउने छ र त्यसलाई हामीले एउटा बाङ्मय भवन भनेर एउटा चाहिँ प्रदेशको सहयोगमा पनि निर्माण गरेका छौँ र त्यहाँ चाहिँ भाषा, धर्म, साहित्य, कलाहरूको विभिन्न त्यहाँ चाहिँ भेलाहरू, अन्तर्क्रियाहरू भइरहेका छन् र त्यसलाई पनि हामीले चाहिँ बाडङ्गा नगरपालिकाको गरिमालाई अझ उच्च बनाएको छ। बोटगाउँबाट 3 किलोमिटर उत्तर पूर्वमा रहेको मधुबन धाम शान्ता कुञ्जको रूपमा प्रसिद्ध छ। त्रेता युगमा राजा दशरथकी पुत्री शान्ताले यहाँ आश्रय लिएको उल्लेख छ। श्रृङ्गी ऋषिको जन्मस्थल, गायत्री मन्दिर, बुद्ध विहार, विष्णु पादुका शिला, बालु नीलकण्ठ धाम, विपासना केन्द्रले यो क्षेत्रलाई शुद्ध आध्यात्मिक ऊर्जा दिने केन्द्र बनाएको छ। पितृपक्ष, बाला चतुर्दशी, एकादशी आदिमा यहाँ लाखौं श्रद्धालु पिण्डदान गर्न आउँछन्। स्थानीय, प्रदेश र सङ्घीय सरकार त्यो मार्फत चाहिँ अहिले धेरै विकासहरू भएको छ। अहिले हाम्रो लक्ष्मण घाटलाई हेर्ने हो भने एउटा
पर्यटक गन्तव्यको रूपमा चाहिँ विकास भएको छ। त्यहाँ गएर चाहिँ पर्यटकहरू 1 घन्टासम्म भुल्न सक्नुहुन्छ। त्यसपछि हाम्रो राजापानीमा जुन कि 3-4 घन्टा पनि त्यहाँ भुल्न सक्नुहुन्छ, त्यस्तो स्थलहरू छ। र हाम्रो चाहिँ कपिल मुनि जुन कि प्राचीन कालमा चाहिँ कपिल मुनिले चाहिँ तपस्या गरेको स्थान कपिल धाम भन्ने छ, त्यसको व्यवस्थापन पनि राम्रो भएको छ। र अहिले त्यहाँ गुरुकुल रहेको छ जुन सांस्कृतिक विधामा चाहिँ पढाइ हुन्छ र त्यहाँ चाहिँ धार्मिक हिसाबले पनि अनि विकासको हिसाबले पनि स्थानीय सरकार र प्रदेश सरकार र सङ्घीय सरकारको अहम भूमिकाले गर्दाखेरि अहिले चाहिँ पर्यटक स्थल र एउटा रमणीय वातावरण पनि भएको छ। त्यसै गरी यहाँका मठ मन्दिर, यहाँका गुम्बाहरू, यहाँका रामदत्तलाई पनि हामीले विकास गरेका छौँ। स्थानीय सरकार, प्रदेश सरकार पहिला चाहिँ एउटा जङ्गलमा रामको पाइला भनेर चाहिँ मान्छेहरू रामदत्तुन जुन कि प्राचीन कालमा चाहिँ 14 वर्ष वनवासको क्रममा राम चाहिँ त्यहाँ दतुवन गरेको ठाउँ हो भनेर चाहिँ हाम्रो आज पुर्खाहरूले चाहिँ भनिराख्नु भएको हुनाले त्यो रामको पाइला भएको ठाउँ र रामले चाहिँ त्यहाँ आफ्नो नित्यक्रम सकिएर चाहिँ एउटा दतुवन गर्ने ठाउँ भएको हुनाले त्यहाँ रामदत्तुवन त्यस्तो विकास भएको छ। अहिले चाहिँ त्यहाँ पनि भक्तजनहरू चाहिँ लगभग दैनिक रूपमा 50-60 जना चाहिँ प्रत्येक दिन नै आइराख्नुहुन्छ। गौतम बुद्धसँग सम्बन्धित यहाँ पुरातात्विक महत्त्वका हाम्रा स्थानहरू छन्, जसमध्ये हाम्रो पहिला यो मधुबन धाम छ। मधुबन धाममा बुद्धले एउटा महासमायन गरेको विश्वास छ र त्यहाँ अहिले हामीले विपासना केन्द्र निर्माण गरेका छौँ र विश्वका विभिन्न देशहरूबाट आएर विपासनामा उहाँ चाहिँ विपासना गर्न आउनुहुन्छ र विपासना ध्यान केन्द्र हामीले निर्माण गरेका छौँ र त्यसलाई अझै व्यवस्थित गर्नुपर्ने छ। शान्तिको खोजी गर्नेहरूका लागि बाणगङ्गामा 2 प्रमुख ध्यान केन्द्रहरू छन्। वडा नम्बर 8 मा ओशो तथागत ध्यान आश्रम र 1 नम्बर वडामा ब्रह्मकुमारी राजयोग प्रशिक्षण केन्द्र। यी केन्द्रहरूमा निरन्तर योग, ध्यान र आत्म साक्षात्कारका कार्यक्रम सञ्चालन भइरहेका छन्। यहाँ रमणीय स्थल तथा पार्कहरू पनि थुप्रै छन्। राजापानी पार्क, राजा शुद्धोदनले पिएको पानीको स्रोत, चट्टानबाट निस्कने निर्मल जल, वनभोज र पिकनिक स्थलको रूपमा प्रसिद्ध छ। राजापानी ऐतिहासिक मूलको नामबाट परिचित सामुदायिक वन हो र यहाँ चाहिँ विशेष गरी यो मूलकोलाई आधार बनाएर राजापानी सामुदायिक वनले पर्यटनका गतिविधिहरू पनि सञ्चालन गरिरहेको छ। गौतम बुद्धका बुवा यो बाटो भएर आउने, विशेष गरी उहाँको ससुराली देवदह जाने क्रममा उहाँले तिरौराकोटदेखि देवदह जाँदा 2वटा बाटो चाहिँ प्रयोग गरेको पाइन्छ, जस अन्तर्गत दक्षिणको बाटो जुन अहिलेको हुलाकी सडक लुम्बिनी हुँदै एउटा बाटो र अर्को चाहिँ यो पचेरा हुँदै जहदी पचेरा हुँदै यो राजापानी हुँदै सालजण्डी भएर त्यसरी जाने यो उत्तरी भेगको बाटो 2वटा बाटो प्रयोग गरेर ससुराली जाने गरेको भनाइरहेको छ। र त्यो बेला यो राजापानी मूल एरिया चाहिँ घना जङ्गलको बिचको एरिया थियो र त्यति बेला यहाँ चाहिँ ठुलो मूल रहेको पाइन्छ र त्यो मूल अहिले पनि हामीले देख्न सक्छौँ। त्यो मूल चाहिँ अहिले पनि निरन्तर रूपमा 12 मासे चाहिँ यहाँ कुनै पनि हिसाबले पानी घट्दैन, सुक्दैन, निरन्तर पानी चाहिँ आइरहन्छ र यो मूललाई आधार बनाएर त्यति बेला यो घना जङ्गलमा यो बाटो हिँड्दा अन्य राजा शुद्धोदन मात्रै नभएर अन्य पनि यो बाटो भएर अथवा यो जङ्गलमा विभिन्न हिसाबले शिकार लगायतका कुराहरू गर्दाखेरि पनि यो मूल र यो मूलसँग सँगै रहेको चौरमा विश्राम गर्ने, यहाँ चाहिँ महिनौसम्म चाहिँ बस्ने त्यो किम्वदन्तीहरू पनि रहेको छ। त्यो आधारमा चाहिँ यो मूल त्यति बेलादेखि नै राजा
शुद्धोधनले पानी पिएको राजा शुद्धोधनसँग सम्बन्धित भएको कारणले पनि यो मूललाई राजा पानी भनेर चिनिन्छ। मूलमा पनि अब बुद्धसित जोडिएका केही संरचनाहरू बनाउने, त्यो सँगसँगै यहाँ हाम्रो चाहिँ स्वस्थ पानी छ, त्यसमा चाहिँ हामीले विभिन्न थरीका माछाहरू अनि रङ्गी बिरङ्गी माछाहरू हाल्ने, प्रशस्त माछाहरू हाल्ने। अहिले चाहिँ हामी कहाँ चाहिँ ती पारिवारिकहरू चाहिँ बढी आउनुहुन्छ, जहाँ कि हामीसित माछा भएको हुनाले त्यो बच्चाहरूलाई माछा देखाउनको लागि चाहिँ शनिबार चाहिँ प्रायः जसो चाहिँ ती माछै हेर्न भनेर बच्चा बच्ची त रमाउँछन्। अनि त्यो हामीले यहाँ दानाको पनि व्यवस्था गरिदिएका छौँ, 20 रुपियाँको 50 रुपियाँको दाना लगाएर त्यो माछा हेर्ने। त्यो सँगसँगै यो पार्कमा चाहिँ विभिन्न प्रजातिका जुन यो ठाउँमा नपाइने श्रीखण्ड भयो होइन, रक्तचन्दन भयो, अनि के अरे रुद्राक्षहरू भयो, तिनी बोट बिरुवा पनि, किनभने त्यो प्रजातिका बिरुवाहरू पनि हाम्रा विद्यार्थीहरू बालबालिकाहरू सबैले जान्नु भने त्यो किसिमको पनि हामीले पार्कमा चाहिँ तिनी खालका बिरुवाहरू पनि लगाउने। त्यसले गर्दा पनि त्यसको अध्ययन गर्न पनि यहाँ कतिपय स्कुलहरूबाट पनि अध्ययनको लागि पनि यहाँ आउनुहुन्छ। मेडिटेसनदेखि ध्यान गर्ने यहाँ चाहिँ आवासीय भवनहरू छन्। ओसो चाहिँ धाम छ, ओसो ग्राम छ त्यहाँ हामी कहाँ मधुबन यो 8 नम्बर वडामा। नन्दनगर धाममा बिहानै पूजा अर्चना गर्ने, त्यहाँ धार्मिक क्रियाकलापहरू महिनौँ त्यही निरन्तर भइरहेका छन्। लक्ष्मणघाटमा श्रावण महिनाभरि पूजापाठ जलार्पण गर्ने कार्यक्रमहरू छन्। त्यसरी धार्मिक अवस्थासँग जोडेर, धार्मिक कार्यक्रमसँग आध्यात्मिकतासित जोडेर गरिने हाम्रा स्थानहरू पनि पर्याप्त छन्। त्यो लगायतका अरू चाहिँ प्राकृतिक चिकित्सालय, आयुर्वेद शिक्षा रिसर्च गर्ने स्थानहरूको लागि पनि हामीले चाहिँ निर्माण गरेका छौँ। मधौलिया पार्क अर्थात् आजभोलि यसलाई लभ पार्क भनेर चिनिन्छ। विशाल नेपालको नक्सा, पृथ्वी नारायणको शालिग, बाल उद्यान, राष्ट्रिय झण्डाको विशाल प्रतिमाले सबैलाई लोभ्याउँछ। प्रवेश शुल्क भनेर चाहिँ लिने गरेका थियौँ, 10 र 15 रुपियाँको। पस्दा बित्तिकै चाहिँ यहाँ देउराली माताको मन्दिर छ, दर्शन गर्नुहुन्छ। त्यसपछि अलि अगाडि गइसकेपछि शिवजीको मूर्ति सहितको चाहिँ पोखरी छ त्यहाँ। अनि त्यसपछि तपाईँको चाहिँ सट्टै यसलाई चाहिँ वरिपरि घुम्ने गरी हामीले चाहिँ पदमार्ग बनाएका छौँ, लगिङ ब्लक लगाएर। अनि साइडमा चाहिँ आँपका बिरुवाहरू, लिचीका बिरुवाहरू, एउटा मनोरञ्जन चाहिँ किसिमका चाहिँ बिरुवाहरू चाहिँ छन्। र यसैभित्र नेपालको चाहिँ एउटा नक्सा पनि बनाइएको छ। र त्यस्तै आई लभ नेपाल भन्ने चाहिँ शब्दलाई हामीले चाहिँ एउटा कलात्मक रूपले चाहिँ बनाएर अनि त्यहाँबाट पानको पात त्यस्तो किसिमले चाहिँ त्यसलाई एउटा कलात्मक किसिमले देखाइएको छ, बुझाइएको छ, बुझाउने प्रयास गरेका छौँ। 60 फुटभन्दा अल्को चाहिँ यो झन्डा पनि, नेपालको झन्डा 60 फुट अल्कोमा चाहिँ फहराइएको छ। त्यसले पनि यसलाई चाहिँ आकर्षक गराएको छ। र यतापट्टि आएर एउटा तलाउ छ, पोखरी बनाइएको छ, जहाँ नागको शिरमा कृष्णजीको चाहिँ मूर्ति राखेर शेषनागमाथि कृष्णजीको विराजमान हुनुभएको छ। र उहाँको चाहिँ माथिबाट चाहिँ जलधार चाहिँ लाग्छ। अनि त्यसले पनि रमणीय चाहिँ गराएको छ। अहिले जहाँ पार्क बनेको छ, यो अतिक्रमित गरिएको ठाउँ थियो। यहाँ अतिक्रमण गरेर बसेकालाई चाहिँ हामीले हटाएर यो ठाउँको विकास गरियो। यो पुरै चाहिँ भैँसी आल खेल्ने, मान्छेहरू चाहिँ बस्ने, यहाँ परालका टौवाहरू आदि इत्यादि गरेर अतिक्रमण गरेका थिए। त्यो ठाउँलाई चाहिँ खाली गराइयो। र यो ठाउँ भनेकै यो मधौलिया सामुदायिक वनको हिस्सा हो। यो वार्डले सहयोग गर्यो, पालिकाले सहयोग गर्यो, प्रदेशले सहयोग गर्यो। यो बुद्धको मूर्ति बनाउने कुरामा यो प्रदेशबाट, पर्यटनबाट चाहिँ सहयोग गर्नुभएको हो। त्यसै गरी यसलाई नगरपालिकाले पनि एउटा यो नगरको गौरवको विषयवस्तु पर्छ। यसलाई चाहिँ यो के अरे पार्कको हिसाबमा, पर्यटनको हिसाबमा चाहिँ यसलाई हामीले विकसित गर्दै ल्याउनुपर्छ भनेर नगरले पनि यसलाई राम्रो सपोर्ट गरिरहेको छ। बाणगञ्ज नगरपालिकामा पर्यटनको क्षेत्रलाई राम्रोसँग चाहिँ प्रबन्धन गर्न र यसमा चाहिँ लगानी गरेर चाहिँ धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरू चाहिँ भित्राउन सकियो भने एउटा चाहिँ बाणगञ्ज नगरपालिकाको दिगो आर्थिक विकास र पर्यटन विकास चाहिँ सम्भावना हुन्छ। विभिन्न धार्मिक, सांस्कृतिक, एउटा पुरातात्विक स्थानहरूले रहेका स्थानहरूलाई नगरपालिका र प्रदेश सरकार, लुम्बिनी विकास कोष लगायतका सम्पूर्ण चाहिँ हामी चाहिँ सहकार्य गरेर यसलाई प्रवर्धन र आन्तरिक पर्यटन र बाह्य पर्यटनको चाहिँ एउटा मुख्य
केन्द्रको रूपमा विकास गर्न चाहेका छौँ र त्यसलाई हामीले विकास गर्ने क्रममा नीति तथा कार्यक्रमै राखेर अगाडि बढाइरहेका छौँ। हाम्रो नगरपालिका क्षेत्रभित्रका भाषा, धर्म, साहित्य, कला, संस्कृतिका क्षेत्रमा त्यसको खोजी गर्ने, अध्ययन गर्ने, त्यसलाई प्रवर्धन गर्ने र त्यसलाई विकास गर्ने यसको उद्देश्य नै त्यही हो। त्यो एउटा टिम हाम्रो चाहिँ बालगङ्गा प्रज्ञा प्रतिष्ठान बालराम गेवालीको अध्यक्षतामा गठन भएको छ, उहाँहरू लागिरहनु भएको छ। र अर्को चाहिँ हाम्रो उद्देश्य नै हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हामी कहाँबाट करिब 37-38 किलोमिटर मात्र दूरीमा पर्छ। त्यसकोबाट लगत्तै लुम्बिनी, त्यसको हामी यहाँबाट लुम्बिनी करिब 30 किलोमिटरको दूरीमा छौँ। तिलौराकोट हामी करिब 15 किलोमिटरको दूरीमा छौँ। त्यहाँ आउने पर्यटकका लागि हामीले बालगङ्गा नगरपालिका पनि एकचोटि बालगङ्गा नगरपालिकाका यिनी धार्मिक र सांस्कृतिक पर्यटकीय स्थलहरू अवलोकन गर्ने, यिनलाई चाहिँ एक वर्ष घुमाउने र एक रात चाहिँ बास बस्ने चाहिँ अवस्था सिर्जना गर्ने हामी चाहिँ लागेका छौँ। त्यो अनुरूप हामी चाहिँ योजनाहरू निर्माण गरेर अगाडि बढेका छौँ। बालगङ्गा प्रतिष्ठानले एउटा ब्रोसर तयार गरेको छ। अब त्यसलाई हामीले आधार बनाएर हामीले गाइडहरू निर्माण गर्ने, हाम्रा नगरपालिका क्षेत्रका यिनका पहिचानहरू गराउने, यिनका परिचय, यिनको धार्मिक महत्त्व, सांस्कृतिक महत्त्व र चाहिँ बालगङ्गाको चाहिँ एउटा समग्र चिनारी गराउने खालको हामीले त्यस्ता चाहिँ अध्येता र गाइडहरू तयार गर्छौँ। त्यसकारणले हामीले एकचोटि बालगङ्गा नगरपालिकाका यिनी धार्मिक महत्त्वका, सांस्कृतिक महत्त्वका चिजहरू अवलोकन गर्नका लागि समेत हामी सबैलाई मैले अनुरोध गर्छु। नगरपालिका एउटा वैदिक र सांस्कृतिक धरोहरको रूपमा वैदिक पुराणदेखि सांस्कृतिक सम्पदामा उल्लेखित नगरपालिका हो। यहाँ बालगङ्गा नगरपालिकाको उद्गम स्थलदेखि सिञ्चित भूमिसम्म चाहिँ लगभग यहाँ पर्छ। बालगङ्गा नगरपालिकाको वैदिक धरोहर अन्तर्गत बालगङ्गा नदीको महत्त्व वैदिक चाहिँ ग्रन्थहरूमा उल्लेख छ। त्यस्तै गरी यहाँ चाहिँ विभिन्न ऋषिहरूका आश्रमहरू छन् र विभिन्न मठ मन्दिरहरू चाहिँ उल्लेखित छन्। यो सांस्कृतिक नभएर धार्मिक दृष्टिकोणबाट बालगङ्गा नगरपालिका पुण्यभूमि हो भन्ने चाहिँ पौराणिक मान्यता छ। सांस्कृतिक दृष्टिकोणले हेर्दा यहाँ समाज, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाजबाट गाइडेड हुन्छ। यी चारवटा कम्पोनेन्टलाई चाहिँ स्थापित रूपमा अध्ययन गर्दा यहाँको चाहिँ कल्चर मिक्स कल्चर छ। जस्तै यहाँको जनसङ्ख्यिक हिसाबबाट हेर्दै जाँदा यहाँ थारू कल्चर, थारूको जनसङ्ख्या चाहिँ 50% बढी छ र यहाँ थारू संस्कृति सम्पदाको रूपमा विकास गर्नुपर्ने र यसको संरक्षण गर्नुपर्ने देखिन्छ र यहाँ थारू कल्चर महत्त्वपूर्ण छ। र अन्य जिल्लाबाट बसाइसराइ गरेर आउने महानुभावहरूको चाप चाहिँ बालगङ्गा नगरपालिकामा भएको हुँदा सांस्कृतिक रूपमा बालगङ्गा नगरपालिका धार्मिक, बहुआयामिक र बहुसांस्कृतिक नगरपालिका हो भन्न सकिन्छ। यसको संरक्षण र सम्वर्धनको लागि बालगङ्गा नगरपालिकाले बालगङ्गा यस सम्पूर्ण नगरपालिकालाई पर्यटन सर्किटको रूपमा रूपान्तरण गर्दै ती सर्किटभित्र रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका विषयवस्तुहरूलाई संरक्षण, सम्वर्धन र चाहिँ यसको प्रचार प्रसार गर्ने नीति अवलम्बन गरेको छ। सोही नीतिअनुसार आर्थिक वर्ष 81-82मा बालगङ्गा नगरपालिकाले बालगङ्गालाई चाहिँ परिचित बनाउनको लागि ब्रान्ड बालगङ्गा, बिलिभ बालगङ्गा भन्ने कार्यात्मक रणनीति अवलम्बन गरी यी हाम्रा पौराणिक, धार्मिक, सांस्कृतिक र चाहिँ व्यावहारिक सम्पदाको संरक्षण, सम्वर्धन र प्रवर्धनमा हामी चाहिँ गम्भीर रूपमा चाहिँ जुटेका छौँ। खारखानी वनभोज स्थल, कडवाचौर वनभोज स्थल, कपिलधाम बाल उद्यान सबैले नगरलाई हरियाली र मनोरञ्जनको गन्तव्य बनाएका छन्। लक्ष्मणघाट, शृङ्गीघाट जस्ता पवित्र घाटहरू स्नान र तर्पणका लागि महत्त्वपूर्ण छन्। बाणगङ्गा इतिहासको गाथा बोकेको नगर। यहाँ धर्मको गहिराई छ, संस्कृतिको चमक छ र भविष्यप्रतिको आशा। हामी सबै मिलेर बनाऊ एक समृद्ध, समावेशी र समर्पित बाणगङ्गा। यो हाम्रो नगर हो, हाम्रो गर्व, हाम्रो पहिचान।